म फर्किन्न के रे त्यस्तो त नबोल बोल्नु भनेको थिएँ। अनि यो घडी चाहिँ मेरो बाबाको के आखिर निशानी थियो कि हातको होइन। भोक लाग्यो अङ्गाल खोइ त मारेको मामा। ए मैले त फेरि आफ्नो लुक चेन्जै गरेँ। यहाँ घेरा हान्दिएँ, यहाँ घेरा हान्दिएँ, कपालमा ऊ हान्दिएँ, टाउकोमा खतरा देखेको होला फेरि राम्रो देखियो। सो हेलो एन्ड दर्शक नमस्ते एभ्रिवान। के छ ओ ल ठिक छ। सो हेलो एभ्रिवान, के छ सबैजना सन्चै हुनुहुन्छ? हामी पनि एकदम सन्चै छौँ। फेरि पनि नेक्स्ट डे नेक्स्ट ब्लग होइन, धेरै लङ टाइम पछि हजुरहरूको माझमा पनि भेटेँ, मम्मीको माझमा पनि भेटेँ, तर पनि ब्लग गरेको थिइनँ होइन। ठिकै छ, मम्मी चाहिँ हिजो आउनुभएको थियो होइन। अनि मैले चाहिँ भिडियो नहाल्नुको कारण चाहिँ एउटा रिजन सुरुमै भनिदिने छु। 2 दिन अगाडिबाटै मैले भ्लग स्टार्ट गरिरहेको थिएँ, तर यता मौसम बिग्रेको कारणले गर्दा अनि यताउति गर्दाखेरि चाहिँ दुइटै भ्लग चाहिँ मैले क्यान्सल गर्नु पऱ्यो होइन, हाल्नै पाइनँ। धेरै गाह्रो छ यता गाउँ बसी, फेरि धेरै गाह्रो छ कि होइन। अनि सो एउटा इक्जाम भ्याइयो के अरे हजुरहरूको अब होइन, के गर्ने प्लान छ यसो भन्नु होला है। अनि मम्मी हजुरले त भुत्तुकै मलाई त छोडेर यत्रो। अनि मैले भ्लग गरेको थिइनँ नि, मम्मी गएको, मम्मी चाहिँ लगातारमै 12 दिनपछि आउनको के होइन। 12 दिन हो, 10 दिन लगभग 2 महिना 1 महिना घुम्दा मम्मीको त 1 महिना चाहिँ गयो होइन। कहाँ जानुभएको थियो अब हजुरहरूलाई थाहा छ, कतिपयले देख्नुभयो होला, कहाँ गएको भन्ने देख्नुभयो होला, पक्कै लक्ष्मी भाउजूको र दादाको भ्लगमा देख्नुभयो होला होइन, त्यहीँ पनि थाहा पाउनु होला। मैले चाहिँ यता भ्लग गरेको थिइनँ किनकि मेरो इक्जाम चलिरहेको थियो। अब इक्जाममा फोकस पनि गरिनँ, भ्लग पनि गरिनँ भन्ने जस्तो भयो यहाँ त होइन। मेरो चाहिँ 2-3टा नराम्रो हल्का इक्जाम चाहिँ नराम्रो नै गएको छ। अब हेरौँ कस्तो हुन्छ रिजल्ट होइन। अनि आज चाहिँ म कहाँ जान लागेको छु भन्नु होला। अब मम्मी आउनुभयो, हिजो आउनुभयो, म चाहिँ आज 81 फेरि जानुपर्ने। मम्मीले चाहिँ नबोलाउने थिएँ, मैले बोलाउने थिइनँ होइन, मम्मीले यहाँ बोलाउने थिएन। अब केही सामानै छैन घरमा, भएको हल्का फुल्का सामानहरू बेच्नु त छ। अब अहिले दिनमा त हामी धेरै होइन, अब लगभग कति दिनमा हामी अब 15 दिन लाग्छ लगभग। अब 15 दिन चाहिँ हामी यो घर चाहिँ छोडेर जाँदैछौँ होइन। मम्मीलाई चाहिँ मैले बोलाउने थिइनँ किनकि अब यहाँ के छ भन्दाखेरि हल्का सागबाजहरू छ। मम्मीलाई चाहिँ हल्का अब एकछिन आउँछु, सामानहरू बेच्न छ कोही भनेर चाहिँ मम्मी आउनुभयो। तर म चाहिँ आज जानुपर्ने हुन्छ कि, किनकि दिदीको पनि अब काम हुँदैछ उता। हजुरलाई अब 81 दिदी पनि विदेश जाने होइन, सबै कुरो भनेको छैन होइन। अब त्यही हो, पछि नै उ क्यारेट खुलाउने अनि सबै किन उ गरौँ भनेर मात्रै हो। तर दिदी चाहिँ विदेश जाँदै हुनुहुन्छ। अब यो लगातारमै के अरे घरको सामान सारिसकेपछि दिदीको नि फ्लाइट हुन्छ कि, त्यस्तै हो। अनि आज चाहिँ म वहाँ गएर चाहिँ दिदी अन्त्य जाने काम छ, त्यसैले गर्दा म वहाँ दिदी चाहिँ गाउँ जानुहुन्छ होइन। अनि वहाँ चाहिँ बबिता दिदी चाहिँ एक्लै हुनुहुन्छ, अनि भान्जा भान्जी एक्लै छन्। अनि बबिता दिदीको चाहिँ अनलाइन क्लास हुन्छ, तर भान्जा भान्जीलाई हेर्ने मान्छे हुँदैन किनकि अब खाना पकाउन त पकाउनुहुन्छ, तर खुवाएर अनि होमवर्क लेखाएर चाहिँ त्यहाँ गर्ने एउटा मान्छे त हुनु पर्यो। त्यसैले म चाहिँ जाँदैछु, आज चाहिँ चितवन जाँदैछु। तर यो मौसम बिग्रेको कारणले गर्दा हल्का डर पनि लागिरहेको छ, किनकि उताको त धेरै मौसमहरू होइन। मम्मी कतिको पानी परेको थियो त नि उता? पानी त उता धेरै परेन? पर्न त पर्यो उतातिर चितवनतिर, उता अहिले सायद ए हो र, सायद गाउँतिर बस्ने मान्छेहरूलाई थाहा होला कत्रो पानी परिरहेको छ भनेर। मम्मीलाई चाहिँ थाहा छैन। यता चाहिँ हावाहुरी लाएर पानी पर्ने, नबस्नु म चाहिँ बस्दिनँ होइन। अनि भ्लग अबबाट चाहिँ कन्टिन्यू आउने छ भ्लग है। एउटा त राम्रो निकाल्नै पर्यो भनेर चाहिँ अब म टिकटकमा पनि लाइभ आउने छु, भ्लग पनि कन्टिन्यू हुनेछ अबबाट चाहिँ। जान मन पर्छ थियो, आफ्नो बाध्यताले पनि जान पर्ने। हामी पनि यहाँ 8 वर्षसम्म बस्यो होइन, गाउँबाट तल झरेको 8 वर्षसम्म बस्यो। हामीलाई धेरै माया धेरै छ यो घरको
घरबार छोडेर जान मनै छैन। आफ्नै जस्तो आफ्नै भयो नि त यो सबै कुरा। यो स्याड न्युज चाहिँ हामीले होइन सबैसँग मिलेर चाहिँ भनौँला भन्ने सोचमा थियो हजुरहरूलाई होइन। अब हल्का फुल्का खुलाएको त्यो थियौँ गाउँ छोडेर जाने भइयो भनेर, तर अब त फिक्सै भइसक्यो होइन। अब यस्तो राम्रो हरियापातहरू हरियाली होइन गाउँको भोइसै छुट्टी हुन्छ कि होइन। अब यसको मान्छेको के स्ट्रेस छ भने यस्तो भनेर यस्तो बाहिर बसेर उस खुल्ला सास लिएर हावा खाँदाखेरि त छुट्टी हुन्छ नि। अब उहाँ चाहिन्छ होइन। अब यता आइन्छ कि आइन्न, अब गर्मी छैन। अब यता आउने र नआउने त कुरो त अब पछि नै थाहा हुन्छ। मतलब कि यता आइदिन्न आइन्न हामी आउन त मतलब कि त्यो भेट्न भाग्न भन्ने हुन्छ नि हो। त्यसको लागि चाहिँ अब होइन मतलब टाइम मिल्नु पर्यो होइन भने जस्तो सजिलो हुँदैन सबै कुरा होइन मम्मी। सो म चाहिँ धेरै बोलिनँ यो बारेमा चाहिँ भिडियो बनाउँछु भन्दै पनि बनाइनँ मैले चाहिँ। ठिकै छ बनाउन भ्याएछु भने भ्याएछु, नत्र अब चाहिँ भिडियो कन्टिन्यू हुनेछ ब्लग चाहिँ। सबैजनाले चाहिँ माया साथ सपोर्ट देखाइदिनु होला। म चाहिँ अब लुगा सुवा लाएर टिकी च्याट्ट पर्छ। तर भाउजूले मलाई गिफ्ट पठाउनु थियो अरे गाइज होइन। मैले ब्लग कन्टिन्यू गरेर भाउजूले पठाएको वा गिफ्ट देखाउँछ भने चाहिँ, तर देखाउन पाइनँ किनकि पानी परेर नेट गएर अनि भिडियो चाहिँ फुल बनाउन नपाएर मम्मी आएको शुद्ध बनाउन नपाएर त्यसको लागि सरी क्षमा चाहन्छु। त्यो गिफ्ट चाहिँ म देखाउँछु। खै एकचोटि गिफ्ट देखाउनु। भाउजूले चाहिँ मलाई एउटा सानो गिफ्ट पठाइदिनु भएको रहेछ माथि लाउने। म त्यही लाएर जाने आज। ओके एकछिन भेट्छु ल। सो गाइस भाउजूले पठाइदिनु भएको चाहिँ गिफ्ट यो छ है। रोक्नु ल राम्रो छ यो के ए छ भाउजूले पठाइदिनु भएको गिफ्ट। कस्तो चिल्लो न चिल्लो यस्तो दामी रहेछ। मैले चाहिँ भिडियोमा देखाएको थिएँ होइन हाम्रो घरमा कलेको काँक्रो, तर भ्लगै हाल्न पाइनँ कि। कहिले झ्याउ लाग्दो ल। अनि यो चाहिँ भाउजूले पठाइदिनु भएको गिफ्ट लाम्दैछु। त अब लाएपछि लुवा सुवा लाएपछि भेट्छु ल हजुरहरूको आज। ओके थ्याङ्क यू सो मच फर लभली गिफ्ट भाउजू है। यतिको राम्रो गिफ्ट होइन मलाई जे होस् मन पर्यो। कति शीतल चिसो टाइपको होइन। अनि सिलित के मतलब के भन्छ चिप्लो होइन मम्मी चिप्लो शीतल टाइपको रहेछ। थ्याङ्क यू यतिको गिफ्ट पठाइदिएकोमा। धन्न सम्झिनु आएछ। पहिला मैले भनेको थिएँ कि मम्मीले मात्रै गिफ्ट पठाइदिनु मलाई खोइ त भनेको थिएँ। कतै त्यही भएर त होइन। ल ठिकै छ अनि जे होस् पठाइदिनु आयो। अनि मेरो चाहिँ यहाँ प्याक हुँदैछ अब लुगाहरू होइन। जसै सबै लुगाहरू लाने छ तर पनि अहिले किन लैजाऊँ भनेर चाहिँ नलको। यतिको लुगा लानुपर्छ। अब छोडेर आउने हो कि ठिकै छ। अनि मेरो कपाल चाहिँ बढेको होइन। आज घर काट्छु यस्तरी काट्छु अनि के हान्छु। यस्तो फाइनल लुकमा यस्तो सेक्सी हट देखिन्छ है। ओके अब एकछिन भेट्छु ल। एउटा टिकटक त बनाउनु पर्यो नि। भाउजूले फेरि देवरको लागि भनेर एउटा पठाइदिएकोमा गिफ्ट भनेर है। ओके सो अब रेडी फेरि भयो। गाडी झन् यतैबाट आउने भयो होइन, नत्र म चिसपान जाने भनेको थिएँ। अनि यो घडी चाहिँ मेरो बाबाको के आखिरी निशानी थियो कि हातको होइन। यो यस्तो भएको छ होइन, पहिलेबाट भएको थियो। अब यो चाहिँ मैले बनाउँछु होइन। बनाएर चाहिँ मैसा राख्छु अब चाहिँ, किनकि मेरो यो आफ्नो मुटुभन्दा नि प्यारो छ कि होइन। जति जे आए पनि केही नहोस् यो घडीलाई। अब सबै कुरो गर्छु। यसलाई पिन्सिन हाल्नुपर्ने हो। सायद बनाउँदैन कि यो घडी यता नबनाएर नै हो मैले नबनाएको। यता नबनाउने हो त्यसैले चाहिँ बनाउँथिनँ के भेट होइन। मम्मीले नै हँसाउनुहुन्छ। ल ठिकै छ है। म चाहिँ अब जानु लागेको है। ल बाई ल आन्टी बाई बाई। म फर्किन्न के अरे त्यस्तो त नबोल बोल्नु हुन्न। फर्किन्छु अलि समयपछि आउँछ। ल ल ल कहाँ माथि नै पुग्ने अरे बस्नै राम्रोसँग। हजुरको घर सुताउने पानी परेको बेला गाइज है। ठिकै छ। अब चाहिँ माथि नै जानुपर्ने रहेछ म चाहिँ है। फेरि माया लाग्छ भने मम्मीको के गर्नु है। ठिकै छ अब माथि गएर नै भेट्छु म हजुरहरूको माथमा है त। ओके अनि यहाँ यत्रो ढुङ्गा कसै जानु। यत्रो छ ढुङ्गा यहाँ। ओहो आपतकालीन भएको बेला लडम लाएर बाटो नभएकै ल ठिक छ बस्यो।
अब म पछि भेट्छु ल। सो गाइज मैले 10 मिनट भइसक्यो नि यहाँ गाडीहरू कुरेको तर पनि आएँ। म कति कुरेर बस्छु ए मैले त फेरि आफ्नो लुक चेन्जै गरेँ। यहाँ घेरा हान्दिएँ यहाँ घेरा हान्दिएँ कपालमा ऊ हान्दिएँ टाउकोमा खतरा देखेको होला है फेरि राम्रो देखेको देखेन भन्दिनँ होइन। यहाँ मैले गाडी बस खोजेको पाउँदै पाइनँ भने बस पछि चाहिँ भिडियो गर्छु ल। मैले गर्छु अङ्गाल खोइ त मारेको मामालाई अङ्गाल मार्नु पर्दैन अङ्गाल मार्नु पर्दैन अङ्गाल 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 यस्तै हग दिने हग 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 ल दिने दिने दिन्छ यस्तै यता 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 हेर्ने यता सुत्ने सुत्ने हो फेरि चुप्पा दिने देखो गाइज कतिको माया ओहो हेलो दिदी हेलो 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 अनि तिमीले मलाई चुप्पट नदिएको माया नगरेको खै त बाबु बाबु खै तिम्रो Lupa motif so eveningnya dinner. हेलो के छ दिदी मसँग बोल्दै बोल्नु भने गाडी रिसाएर अझै किन रिसाएको मसँग ठुलो कुरा छ ठुलो पल्टिने है हजुर लडले ठिकै छ मलाई म्यासेज गम्भीर ठुलो पल्टिनु हुन्छ दिदी के छ ए गम्भीर कुरा गम्भीर कुरा गम्भीरै कुरा गाई चाहिँ मेरो कस्तो भएको भन्नु एकाटेर गलत त गरेँ नि मैले हेरौँ न ठिक छ है एकछिन भेट्छु म मकै खाऊ सेहत बनाऊ गाई है भोक लाग्यो जे पनि खानुपर्छ अरे हामीले मलाई के बनाइदिनु रिपोर्ट त पिसाबमा नि खराबी रगतमा नि खराबी पेटको आन्द्रामा नि खराबी पानी नै नखाएर अबदेखि यो घरमा म गइसकेपछि पनि यो घरमा एउटा बिस्कुट आउन हुँदा है पुरै शरीरभरि बिस्कुटै बिस्कुट देखाएको छ हजुरहरू हुनुहुन्छ है खुवाउने एकता नै रोइ छ भने बिस्कुट किनिदिने चिजहरू किनिदिने मैले भनिरहेको छु मैदाको चिजहरू खुवाउन हुन्न किन्दिन हुन्न भनेर यो म त्यही पनि अब सिसी क्यामेरा हुन्छ बिस्कुट जहिले किनेर ल्याइदिन्छु त्यसलाई चाहिँ मैले पुलिसको हातमा चाहिँ एउटा पनि बिस्कुट आउन मैले मात्रै हो न किनिदिने भने बिस्कुट त किनिदिने नै होइन नि के को गाल पर्दैन त ओ पर्छ पर्छ हो किन्ने हुन्न पानी नखाउने एक गिलास पानी चौनक्क भइदिन पर्छ के लिची हो लिची तोड्दै खाने गरे भयो त्यो बन्द गर्छ यार कस्तो यार हो र खाना त दिनु ल गाई जहिले खानुपर्छ ल घामबाट आएको नि यो लिची त 20 हो के घामबाट आएको मान्छेलाई त हो कि होइन लिचीले एकचोटि मलाई टाइफाइड बनाएको हो कि होइन चिसो हुन्छ नि दिदीले केरा 6-7वटा खाइदिनु भएको छ गाउँको मोग्रे केरा 3-4वटालाई 6-7वटा 3 र 4 गरेर कति हुन्छ 3 र 4 कति हुन्छ 3-4वटालाई 6-7वटा आयो 3 4 5 6 7 ठिकै भएछ 7वटा भएको लाग्ने त्यस्तै दिनेशले अहिले ढापिँदै दिनेशले पनि अहिले आउँदै ढापिँदै लिची खाइरहेको छ
फाल्छु क्या म फाल्छु म अहिले फाल्छु जम्मा गर्ने मलाई हो भात भिडियो बनाउन बोल्ने बिर्सेछु भने एभ्रिवान आजको लागि चाहिँ हजुरहरूको आँखबाट चाहिँ म बिदा हुन चाहन्छु धन्यवाद एभ्रिवान बाई बाई फेरि नेक्स्ट भिडियो हेर्छु अनि म खान्छु ल लास्टै भोक लाग्यो अनि भेट्छु ल हजुरहरूकोमा चाहिँ अब अर्को भिडियोमा भेट्छु डरफरी लाइक कमेन्ट सेयर सब्सक्राइब अब चाहिँ धेरै धेरै माया देखाइदिनु होला अब चाहिँ डेली म आउने छु हजुरहरूको माझमा किनकि अब 6 बजे मैले भिडियो हाल्नुपर्ने हुन्छ अनि भिडियो अहिले एन्ड गर्नुपर्ने हुन्छ ल बाई लभ यु अल